सोच्नुस् त, एउटा यस्तो किताब जसले सोचाइको भरमा मात्रै लाखौं मानिसलाई करोडपति बनाइदियो। यो कुनै जादु टुनामुनाको कुरा होइन ए, यो हो नेपोलियन हिलको कालजयी किताब थिङ्क एन्ड ग्रो रिचको सिद्धान्त। आज हामी यही सिद्धान्तको गहिराईमा डुबुल्की मार्नेछौँ र पत्ता लगाउनेछौँ त्यो रहस्य जसले सोचलाई कसरी ठोस सम्पत्तिमा बदल्न सक्छ। तर प्रश्न उठ्छ के साँच्चै एउटा सोचाइमा यति धेरै शक्ति हुन्छ कि यो केवल एउटा राम्रो सुनिने कुरा मात्र हो? यसको पछाडि केही मनोवैज्ञानिक शक्ति लुकेको छ त? आउनुहोस् यसको पर्दाफास गरौँ। यो कथा सुरु हुन्छ एकजना मानिस एडविन बार्न्सबाट। उनको दिमागमा एउटै मात्र धुन सवार थियो, महान आविष्कारक थोमस एडिसनको बिजनेस पार्टनर बन्ने। अब सोच्नुस्, खल्तीमा एक सुको थिएन, तर मनमा थियो आगोको ज्वाला जस्तो दृढ सङ्कल्प। त्यही एउटा सोचाइ बोकेर उनी पुगे सिधै एडिसनको ल्याबमा। अनि बार्न्सको यही कथाले हामीलाई पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण पाठ सिकाउँछ। त्यो के हो भने संसारको हरेक महान उपलब्धि, चाहे त्यो जतिसुकै ठूलो किन नहोस्, त्यसको सुरुवात एउटा सानो विचारबाटै हुन्छ। अब सुरुमा त एडिसन खासै प्रभावित भएनन्, तर बार्न्सको आँखामा त्यो जुनुन देखेर उनले एउटा सामान्य कम तलबको काम दिए। बार्न्सले त्यो काम तुरन्तै स्वीकार गरे, तर उनको दिमागमा एउटै कुरा थियो, म यहाँ पार्टनर बन्न आएको हुँ। दिन, महिना, वर्षहरू बिते, तर उनको त्यो सपना कहिल्यै मरेन। अनि एक दिन अवसरले ढोका ढकढक्यायो। एडिसनले एउटा नयाँ मेसिन बनाएका थिए, डिक्टेटिङ मेसिन, तर उनका कुनै पनि सेल्सम्यानले त्यसलाई बेच्न सकिरहेका थिएनन्। सबैले हार खाइसकेका थिए। तर हो, त्यही मसिनमा बार्न्सले आफ्नो सुनौलो भविष्य देखे। र बार्न्सले त्यो मेसिनलाई यस्तो तरिकाले बेचे, यति सफलतापूर्वक बेचे कि एडिसन आफै चकित भए। उनले बार्न्सलाई देशभरि त्यो मेसिन बेच्ने जिम्मा मात्र दिएनन्, आफ्नो बिजनेस पार्टनर नै बनाए। बार्न्स धनी त बने, तर पैसाभन्दा पनि ठूलो कुरा उनले प्रमाणित गरिदिए। त्यो के भने मानिस साँच्चै केवल सोचेर पनि धनी बन्न सक्छ। ल, विचारको शक्ति त हामीले देख्यौं, तर एउटा विचार दिमागमा आउनु मात्रै त काफी छैन, होइन र? त्यो विचारलाई यथार्थमा बदल्न आखिर के चाहिन्छ त? हो, नेपोलियन हिलका अनुसार त्यो विचारलाई एउटा धुन, एउटा पागलपन, भनौँ न एउटा ज्वलन्त इच्छामा बदल्न जरुरी छ। अब हेर्नुहोस्, एउटा सामान्य इच्छा र ज्वलन्त इच्छामा आकाश पातालको फरक छ। धनी बन्ने इच्छा, त्यो त कसलाई हुँदैन र? तर ज्वलन्त इच्छा भनेको अर्कै कुरा हो। यो यस्तो आगो हो जसले मन मस्तिष्कमा कब्जा जमाउँछ, एउटा यस्तो जुनुन जसको अगाडि अरू सबै कुरा फिक्का लाग्न थाल्छ। यसलाई बुझ्न एउटा पुरानो कथा सुनौं। एकजना महान योद्धाले एउटा शक्तिशाली शत्रुसँग लड्नुपर्ने भयो। उनले के गरे भने आफ्ना सैनिकहरूलाई जहाजमा चढाएर शत्रुको देशमा लग्यो र त्यहाँ पुग्ने बित्तिकै एउटा अनोखो आदेश दिए, आफूहरू आएका सबै जहाजहरूलाई आगो लगाइदियो। त्यसपछि आफ्ना सैनिकहरूतिर फर्केर उनले भने, अब हेर, हामीले आएका जहाजहरू जलाइसक्यौं, पछाडि फर्कने कुनै बाटो छैन। अब हामीसँग दुईटा मात्र विकल्प छन्, कि त जित्ने कि त मर्ने। र थाहा छ के भयो? उनीहरूले जिते। किन? किनभने उनीहरूसँग हार्ने विकल्पै थिएन। एडविन बार्न्सले पनि त त्यही गरेका थिए। उनले आफ्नो लागि पछाडि फर्कने सबै पुल जलाइसकेका थिए। उनको लागि पनि अवस्था गरे या मर्को थियो। ल, ज्वलन्त इच्छाको शक्ति त बुझियो, तर अब प्रश्न आउँछ, यो अमूर्त इच्छालाई ठोस धनमा कसरी बदल्ने त? यसका लागि किताबले एउटा एकदमै स्पष्ट 6 चरणको फर्मुला दिएको छ। यो प्रक्रियाको पहिलो पाइला र सायद सबैभन्दा महत्त्वपूर्ण पाइला आफ्नो दिमागमा एउटा निश्चित, एकदमै निश्चित रकम तय गर्नु हो। मलाई धेरै पैसा चाहियो भनेर मात्र हुँदैन। कति चाहियो? 1 करोड, 10 करोड? त्यो अङ्क एकदमै स्पष्ट हुनुपर्छ। ल, यो 6 चरणको रोडम्यापलाई एक-एक गरेर हेरौँ है। पहिलो, कति पैसा चाहियो त्यो अङ्क फिक्स गर्नुहोस्। दोस्रो, संसारमा सित्तैमा केही पाइँदैन, त्यो पैसाको बदलामा के दिन तयार हुनुहुन्छ? आफ्नो समय, आफ्नो आइडिया, आफ्नो मेहनत, त्यो पनि तय गर्नुहोस्। तेस्रो, कहिलेसम्म चाहियो? एउटा निश्चित डेडलाइन, एउटा मिति तोक्नुहोस्। चौथो, एउटा प्लान बनाउनुहोस् र तुरन्तै आजैबाट, अहिलेबाट काम सुरु गर्नुहोस्। तयार छु भनेर पर्खेर नबस्नुहोस्। पाँचौं, यी सबै कुरालाई एउटा कागजमा स्पष्टसँग लेख्नुहोस्। र छैटौं, र यो एकदमै महत्त्वपूर्ण छ, त्यो लेखेको कुरालाई हरेक दिन 2 पटक, बिहान उठ्ने बित्तिकै र राति सुत्नुअघि ठूलो स्वरले पढ्नुहोस् र पढ्दा यस्तो महसुस गर्नुहोस् कि त्यो पैसा हातमा आइसकेको छ। तर यो यात्रा सोचे जस्तो सजिलो पक्कै हुँदैन। बाटोमा ठेस लाग्छ,
असफलताहरू आउँछन्। अनि हो, यहीँनिर आउँछ सबैभन्दा महत्त्वपूर्ण गुण, दृढता वा पर्सिस्टेन्स। किनभने धेरैजसो मानिसहरू 1-2 पटकको अस्थायी हारपछि नै मैदान छोडेर भाग्छन् र यही नै असफलताको सबैभन्दा ठूलो कारण हो। आर्यु डार्बीको यो दुःखद कथा सुनौन। उनले सुनको एउटा विशाल खानी पत्ता लगायो, तर खन्दै जाँदा सुनको धागो आकाशी हरायो। उनले हप्तौंसम्म खने, तर केही फेला परेन। अन्तमा निराश भएर उनले हार मान्यो र आफ्नो सबै मसिनरी एउटा कवाडीलाई बेचेर घर फर्किए। तर कथा यहाँ सकिएको थिएन। त्यो कवाडी व्यापारी अलि चलाख रहेछ। उसले एकजना इन्जिनियरलाई बोलाएर सल्लाह लियो र त्यो इन्जिनियरले के पत्ता लगायो थाहा छ? सुनको त्यो विशाल भण्डार डार्बीले खन्न छोडेको ठाउँबाट केवल 3 फिट तल्ल थियो। त्यही 3 फिटको दूरी पार नगर्दा डार्बीले गुमाए र त्यो कवाडीले लाखौं डलर कमायो। यो कथाबाट के सिक्न सकिन्छ? सफलता अक्सर त्यति बेला सबैभन्दा नजिक हुन्छ जति बेला हार मान्ने सोचाइ मनमा आउँछ। किताबमा भनिए झैँ असफलता एकदमै धूर्त हुन्छ। उसलाई सफलताको मुखैमा पुगेका मानिसलाई लडाउनमा सबैभन्दा धेरै मजा आउँछ। यो नम्बरलाई एकछिन ध्यान दिएर हेर्नुहोस्। 36। यो के हो थाहा छ? यो हो लेखिका फ्यानी हर्स्टले आफ्नो पहिलो कथा बेच्नुभन्दा अगाडि पाएको रिजेक्सन्सको सङ्ख्या। सोच्नुहोस् त, 4 वर्षको लगातार सङ्घर्ष, 36 पटकको अस्वीकृति, तर पनि उनले हार मानिनन् र अन्ततः उनको एउटा कथा छापियो। त्यसपछि त उनको भाग्य नै चम्कियो। प्रकाशकहरू उनको घरको ढोका ढकढकाउन थाले। पैसा यति छिटो बर्सन थाल्यो कि उनले गन्नै सकिनन्। यो सबैको पछाडि एउटै मात्र कारण थियो, उनको दृढता, कहिल्यै हार नमान्ने बानी। अब यी सबै कुराहरूलाई, विचारको शक्ति, ज्वलन्त इच्छा अनि दृढतालाई जोड्ने धागो एउटै हो, र त्यो हो हाम्रो दिमाग नै हाम्रो वास्तविकताको निर्माता हो। हामी जे सोच्छौं, जेमा विश्वास गर्छौं, त्यही बन्छौं। हाम्रो अवचेतन मनलाई एउटा मलिलो बगैँचा जस्तो सम्झिनुहोस्। यदि त्यो बगैँचामा जानी सफलता र इच्छाको सुन्दर फूल रोपेन भने के हुन्छ? हो, असफलता र गरिबीको झारपात आफै उम्रन्छ। हो, यहीनिर आत्मसुझाव वा अटो सजेसनको भूमिका आउँछ। आत्मसुझाव भनेको अरू केही होइन, आफूले आफैलाई बारम्बार दिने निर्देशन हो, जसको माध्यमबाट हामी आफ्नो मनको बगैँचामा सकारात्मक विचारका बिउहरू रोप्न सक्छौं। यसका केही मूल सिद्धान्तहरू छन् जुन एकदमै शक्तिशाली छन्। पहिलो, हाम्रो दिमागको कुनै सीमा छैन हामीले आफैले बनाएको बाहेक। दोस्रो, विश्वास। त्यो एउटा यस्तो भावना हो जसले सामान्य विचारलाई पनि शक्तिशाली बनाइदिन्छ। तेस्रो, हामीले आफूलाई बारम्बार जे भन्छौं, हाम्रो मनले त्यही कुरा पत्याउन थाल्छ। र अन्त्यमा, जित्ने मानिस सधैँ त्यो हुन्छ जसले मनमनै म जित्न सक्छु भनेर सोचेको हुन्छ। त्यसैले अन्तिम सत्य के हो भने, गरिबी र धन दुवै हाम्रो आफ्नै विचारका सन्तान हुन्। अब कुन सन्तानलाई जन्म दिने त्यो निर्णय हाम्रो आफ्नै सोचाइमा निर्भर गर्छ। अब अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। जीवनमा त्यो एउटा कुन विचार वा सपना छ जसलाई कुनै पनि हालतमा, कुनै पनि मूल्यमा त्याग्न सकिँदैन?